ल साथीहरु टक्क मल सल सबै मिसाइयो। अब ब्यागमा म यसरी हाल्दैछु। ल हेर्नुस्, चेट्टो ब्यागमा टन्नै भरेर चाहिँ राख्छु म। अब बर्खे सिजनको तरकारी लगाउने लिने यस्तो तयारी हुँदैछ। हजुरहरूको कस्तो हुँदैछ? म चाहिँ मल माटो पहिल्यै मजाले मिक्स गर्छु, अनि त्यहाँदेखि चाहिँ ट्याक्क बेर्नाहरू लगाउँछु। कतिपय बेर्ना आफैले पनि बनाउँछु, कतिपय नजिकैको नर्सरीमा किनेर ल्याएर रोप्छु। भ्याएसम्म आफैले गर्दा राम्रो, भएन भने हामीले किनेर पनि ल्याउनुपर्छ, रोप्नुपर्छ होइन। अहिले चाहिँ मैले फर्सीहरू, करेला, काँक्रा, अकबरी खोर्सानी, माछे खोर्सानी त्यस्तै बिरुवाहरू चाहिँ लिएर आएको छु। जिरे खोर्सानी अनि काउली बन्दाको बेर्नाहरू चाहिँ लिएर आएको छु मैले। यसपालि मैले आफूले बनाउन भ्याएको छुइनँ साथीहरू। मेरो घरमा त्यस्तै कार्यक्रमहरू पनि भएको हुनाले र अफिसतिर पनि बिजी भएको हुनाले चाहिँ मैले बेर्नाहरू यसपालि बनाउन भ्याएको छुइनँ है। ट्याक्क यो चाहिँ पानीको ट्याङ्की मुनि पनि मैले यसरी स्ट्यान्ड बनाएको छु अनि लगाइदिएको छु। हेर्नुहोस् त कस्तो राम्रो भएको छ, माटो बुरबुराउँदो हुन्छ।